आहा ल बस छोरी खाना खान मोबाइल दिनु न ल पानी खाऊ न त पहिला पानी मोबाइल दिनु न होइन पहिला पानी खाऊ नाइ मलाई पानी चाहिएन मोबाइल 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 मलाई मोबाइल चाहियो ल खाजा खाने बेला भइसक्यो खाऊ हेर पानी पनि खाएको छैन त्यस्तो भन्न कहाँ पाइन्छ र खाऊ न पहिला अनि त्यस पछाडि मोबाइल हेर आएदेखि 1 घन्टा हुन लागिसक्यो मोबाइल हेरै छ अरे शिव यो मोबाइलले त मलाई गर्नु गराइसक्यो भने हेर त पहिला नास्तामा के छ कस्तो खान्न हो र पहिला मोबाइलबाट ध्यान हटे पो तिमीले खान्छौ र के छ के छैन भनेर हेर्छौ तिमीलाई त्यो मतलबै छैन के छ अगाडि भनेर मलाई मोबाइल हेर्न मन पर्छ त्यस्तो हुँदैन नि नानु हेर त तिम्रो आँखा बिग्रिन्छ अनि त्यसपछि डाक्टरकोमा जानुपर्छ तिमीले अस्ति नबाट भनिरहेछौ आँखा दुखिरहेछ हेर तिम्रो आँखा पनि रातो भछन् हेर प्रभु मम्मा मेरो आँखा दुखेछ अनि लगातार 2 घन्टा स्कुलदेखि आएको भइसक्यो कन्टिन्यू मोबाइल हेरिरहेछौ अनि आँखा नदुखे के हुन्छ त मम्मा टाउको दुख्यो अनि पानी दिएको पानी खाएनौ नास्ता दिएको नास्ता खाएनौ स्कुलबाट आएर रेस्ट गरेको छैनौ मोबाइल माग्छु तिमी रुन्छौ आफ्नो जिद्दीपना देखाउँछौ खोसे रुन्छौ हैन मैले के गर्ने ल भन त ल हिँड डाक्टरकोमा जाम अब त यसरी भएन धेरै दिन भइसक्यो भनेको पनि आँखा पनि रातो भइरहेको छ ल हिँड ल जाम धेरै मोबाइल हेरेको भएर भयो भने अर्को आँखामा पनि पट्टी लाउने स्थिति आउँछ झन्डै एउटा आँखामा मात्र हामीले औषधि लगाएको छौँ तर अब तपाईँले आफ्नो आँखाको हेरचाह गर्नु भएन धेरै मोबाइल हेर्नुभयो धेरै टिभी हेर्नुभयो भने के हुन्छ त अर्को आँखा पनि धेरै बिग्रिन सक्छ मेरो आँखा बिग्रियो हो बिग्रियो अहिले हामीले अलिअलि औषधि हालेर चाहिँ सुधार्ने कोसिस गरिरहेका छौँ यो आँखा अलिअलि चाहिँ ठिक छ तर अब पनि तपाईँले चाहिँ स्क्रिन टाइम टिभी हेर्ने टाइम मोबाइल हेर्ने टाइम कम गर्नु भएन भने यो आँखा पनि बिग्रेर फेरि अपरेसन गरेर 2टी आँखा निकाल्नु पर्ने हुन्छ मेरो आँखा दुख्यो कसले मोबाइल हेर्नुहुन्छ घरमा अबदेखि मोबाइल हेर्ने कि नहेर्ने घरमा गएर पनि मोबाइल हेर्ने पानी नखाने मम्माले दिएको खाजा नखाने अनि धेरै चकचक गर्ने धेरै मोबाइल हेर्ने सुत्दा पनि मोबाइल हेर्ने स्कुल आउँदा पनि हातमा मोबाइल लिएर आउँदाखेरि मलाई यस्तो भयो हजुर हो त्यो गेम खेलेर मेरो आँखा यस्तो भयो अब गेम खेल्नुहुन्छ कि खेल्नुहुन्न मोबाइल हेरेपछि एउटा आँखा मेरो बिग्रियो अब मैले धेरै मोबाइल हेरेँ भने यो आँखा पनि बिग्रिन्छ म केही देख्दिनँ हजुर नानीहरू अबदेखि मोबाइल हेर्नुहुन्छ कि नै हुन्न नि हजुरले मोबाइल हातमा लिएर आएको नि आज नल्याउनुहोस् ल यस्तै हुन्छ कति दुखेछ कति दुख डानियल अबदेखि मोबाइल हेर्ने कि नहेर्ने नहेर्ने अबदेखि मोबाइल हेर्ने कि नहेर्ने के हुने है मोबाइल हेर्दा हो मोबाइल हेर्नु हुन्छ कि नै के हुन्छ मोबाइल हेरेर आँखा बिग्रिन्छ मोबाइल हेर्नु हुन्छ कि नै के हुन्छ बाबु मोबाइल हेरेर हो अब नहेर्ने है खाना मोबाइल हेर्नु हुन्छ कि नै के हुन्छ आँखा दुख्छ हेर्ने कि नहेर्ने नहेर्ने के हुन्छ मोबाइल हेरेर के हुन्छ भन्नु दुख्छ एकदम मोबाइल हेर्नु हुन्छ कि नै के हुन्छ मोबाइल हेरेर हो कसले सिकाएको हजुरलाई हो आँखा दुख्छ होइन